आज हामी म्याग्निफिकेसन फ्याक्टर भर्सेस फ्रिक्वेन्सी रेसियोको ग्राफ हेर्न गएको छौँ है। हामीले पढेअनुसारकै ग्राफ यसरी नै बन्छ त, वानमा यसरी नै एसिम्प्टोट बनाएर जान्छ त, यहाँ माथि र तल यसरी नै एसिम्प्टोट जस्तो बनाएर जान्छ त, एक्स इक्वल्स टू अथवा बिटा इक्वल्स टू वानमा यो ग्राफले भनेर हामी हेर्न आँटिरहेछौँ। यो यस्तै हुन्छ कि हुँदैन भनेर हामीले हेर्न आँटेको हो है। अनि त्यसको लागि यहाँ के चाहिँ बुझ्नुपर्छ त भन्दाखेरि फर्मुला भनेको 1 माइनस 1 बाई बिटा स्क्वायर हो। अब यो मैले चाहिँ यतापट्टि एब्सोल्युट पनि गरेर यसरी बनाएको छ है। यो बनाउँदा पनि हुन्छ, नबनाउँदा पनि हुन्छ। हेर्न मन भए यो ग्राफ पनि बनाउँदा हुन्छ, म त्यो पनि बनाइदिन्छु। अनि अर्को भनेको यहाँ बिटाको भ्याल्युमा चाहिँ अलिअलि हेर्नुपर्छ, अलिकति हेर्न जानुपर्छ। कसरी हेर्न जानुपर्छ त भन्दाखेरि हामीले 0देखि सुरु गऱ्यौँ वानमा त एसिम्प्टोट बन्ने रहेछ नि त होइन, बन्ने रहेछ नि त, हामीले त अगाडि हेरिसकेको छौँ नि त ग्राफ। भनेपछि यो जब वानको भ्यालु आइपुग्न खोज्छ नि 0.9देखि उता, त्यहाँदेखि चाहिँ अब हामी 0.1 नभएर अलिकति 0.02मा बढाएर यसरी 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 हेर्छौँ। अनि यतापट्टि पनि अलिकति हो यस्तै गरेर हेर्छौँ। अनि यहाँदेखि चाहिँ 0.1 0.1 0.1 राख्छौँ यसको हामी यो दुईवटा भ्याल्यु बिचको डिफ्रेन्स। नत्र भने यो बिटाको भ्याल्यु 1 जब 1 आइपुग्ने क्षण हुन्छ त्यतिखेर चाहिँ हामी अब यो 0.02को डिफ्रेन्स राखेर हेर्छौँ है त। ल अब हामी के गरौँ त भन्दाखेरि हाम्रो एक्सेल सिटतिर जाऊँ। नयाँ एक्सेल सिट अब यहाँनिर बनाऊँ है, त्योभन्दा अलिक राम्रै बनाऊँ। ल सुरुमा हामीले बिटा त हेर्नै पर्यो। बिटा कहाँदेखि हेर्नु पर्यो? 0देखि हेर्नु पर्यो है। 0देखि हेर्नु पर्यो भने अब यहाँ त गर्नु पर्यो नि त है। यहाँ यो प्लस 0.1 रहेछ नि त हाम्रो त बढाउनु पर्ने त, अथवा 0.1 नभएर 0.05 बढाउँदा नि भयो, केही फरक परेन, अलिक राम्रो कर्भ आउँछ है। होइन म 0.1 नै बढाउँछु भन्ने अनि 0.1 नै बढाऊँ, लो अलिक तलसम्म 0.01 बढेछ है, 0.1 बढाऊँ है। ल अब अलिक तलसम्म बढाऊँ, 5सम्म त्यही गरौँ, यसो गरौँ 5सम्म है, 5सम्म त्यही गरौँ। यो 5देखि चाहिँ होइन, ल 8 6देखि, ल यहाँदेखि चाहिँ अब हामी 0.05 बढाइदिउँ। यो चाहिँ आफूले बढाउने कर्भ अलिक स्मुथ आओस् भनेर हो क्या मैले यसो गरेको, अलिक स्मुथ आओस् न भनेर हो। ल 0.65, ल अलिक तलसम्म बढाऊँ, 9सम्म आयो। अब 9देखि के गरौँ त भन्दाखेरि 9देखि यो भ्याल्यु प्लस 0.02 बढाऊँ, ठिक छ, इन्टर। अब 92, अब यो बढो 96 98। अब यहाँदेखि पनि फेरि यहाँनिर के गरौँ त इक्वल टु यो प्लस 0.01, ल यहाँ 99 भयो है। अब यो कलम चाहिँ हामी खाली राख्दिउँ, नराखे पनि हुन्छ अथवा 0 राख्दै पनि हुन्छ। यो 1 किन नराखेको भनेर क्वेसन गर्नुहुन्छ भने यहाँनिर हेर्नु ल, जस्तो म के गर्छु त भन्दाखेरि यहाँनिर म वर्किङ फर्मुला लेख्छु। ल वर्किङ फर्मुला लेखेर गरेको चाहिँ राम्रो हो है। WRKING वर्किङ फर्मुला। अब के गर्नु त, यसलाई पनि बोल्ड बनाइदिउँ, यसको 16 राखिदिउँ। ल वर्किङ फर्मुला के को त भन्दाखेरि म्याग्निफिकेसन फ्याक्टर इक्वल्स टु के छ त भन्दाखेरि 1 डिभाइडेड बाई 1 माइनस बिटाको स्क्वायर, यो स्क्वायरलाई त माथि सबस्क्रिप्ट बनाएर यसो राम्रै बनाइदिउँ न है, सुपर स्क्रिप्ट। ल भइगयो। ल भयो है। ल म्याग्निफिकेसन फ्याक्टर त यो हुन्छ। अनि जस्तो बिटाको भ्यालु 1 भयो भने त के हुने रहेछ त भन्दाखेरि इन्फाइनाइट आउने रहेछ हो, त्यसैलाई जोगाएको हो क्या मैले। जस्तो अब 1, अब यहाँ त कहाँदेखि सुरु हुन्छ 1.01देखि सुरु गरिदिउँ हो, ल ठिक छ। अब यहाँदेखि के गरौँ त भन्दाखेरि यसको भ्याल्यु प्लस 0.01 गरौँ एक खेपलाई। अर्को खेपलाई चाहिँ के गरौँ त भन्दाखेरि यसलाई तानौँ न अलिकति तल, तान्दाखेरि 0.1 नभएर 0.2 गरौँ। किन त्यो गरेको भने 0.3 हो यो मिलाउनलाई क्या। अब 1सम्म आओस् न, 2सम्म आओस् न, ल 1 आओस्, 1.1। ल अब यहाँदेखि 0.1ले नै लाने, यो प्लस 0.1ले नै लग्ने। ल यो लगेको क्या आफै, यसो भ्याल्यु हेर्नलाई लगेको। र 2सम्म, 2देखि अझै परसम्म, ल यहाँसम्म। ल अब म्याग्निफिकेसन फ्याक्टर हेरौँ है। म्याग्निफिकेसन
फ्याक्टर अब मैले फर्मुला यहीँ त लेख्नु परेन नि त होइन मैले यहाँनिर वर्किङ फर्मुला भनेर यत्रो लेखिसकेछु यहाँ कलर पनि लगाइदिउँ एउटा है म्याग्निफिकेसन फ्याक्टरलाई अनि यहाँ यसो थिक बोर्डर पनि लगाइदिउँ अल बोर्डर यो लगाइदिउँ भइहाल्यो त अब म्याग्निफिकेसन फ्याक्टरलाई के गर्ने त भन्दाखेरि इक्वल टु यो डिभाइडेड बाई यो हो बिटा हो होइन नि त वान हो नि त कहाँ यहाँ यो त वान वान डिभाइडेड बाई वान माइनस बिटाको स्क्वायर हुन्छ बिटा इन्टु बिटा यसो गरे पनि भयो होइन म त्यसो गर्दिनँ म पिओडब्लुइआर पावर नै लेख्छु अनि त्यहाँदेखि यसको भ्यालु हाल्छु कमा 2 लेख्छु होइन यसो गर्छु भनेर कति भन्नुहुन्छ भने त्यो पनि गर्न पाउनुभयो यो नगरेर एफओ इन्टु एफओ गर्छु भन्न नि पाउनुभयो जे गर्न नि पाउनुभयो ल त्यहाँ लेख्नुभयो लेख्नु अनि यसरी तलसम्म त्यसलाई ड्र्याग गरिसकेपछि यसको भ्यालु त आयो सरर आयो अब यसलाई कसरी चाहिँ हामीले प्लट गर्ने त भन्दाखेरि इन्सर्टमा जाने इन्सर्टमा गएर यो स्क्याटरमा जाने है यो टुडीमा नजाने यो स्क्याटर भन्ने चाहिँ स्क्याटरमा गएर यसलाई ल्याउने यसलाई ल्याइसकेपछि अलिक ठुलो बनाऊँ न यसलाई है ल ल अब के गर्ने त भन्दा यसलाई राइट क्लिक गर्ने सेलेक्ट डेटा भन्छ यहाँनिर सेलेक्ट डेटा गर्ने एड गर्ने सिरिजको नाम जे दिँदा पनि भयो म केही दिन्न म्याग्निफिकेसन भर्सेस बेटा ल म यही दिएँ है त ल एक्सको भ्यालु चाहिँ कति त भन्दाखेरि यहाँदेखि तलसम्म कहाँसम्म यहाँसम्म यो एक्सतिर बस्छ नि त बिटा त वाइतिर बस्छ वाइतिर के बस्छ म्याग्निफिकेसन फ्याक्टर बस्छ अब मैले तलैसम्म दिँदा त हुन्छ हेर्नु है तलैसम्म दिँदा हुन्छ तर मैले यहाँ के गल्ती गरेँ भने एउटा लेफ्ट हुन्छ वानको लेफ्ट हुन्छ एउटा वानको राइट हुन्छ यो त लेफ्टतिर सुरुमा प्लट हानौँ न 0 देखि 1 सम्म हो 0 देखि 1 सम्म प्लट हानौँ प्लट हान्यो अब यो यहाँ हेर्नु प्लट हान्यो 1 सम्म अब हामी अर्को के पनि प्लट हान्नु त भन्दाखेरि यसैमा राइट क्लिक गरौँ सेलेक्ट डेटा गरौँ अझै एड के गरौँ भने लेफ्टपट्टिको मैले त्यहाँनिर अब एडिट गर्नु पर्थ्यो अब यसलाई म राइट लेख्छु है त म उसलाई लेफ्ट भनेर अहिले एडिट गर्छु एक्सको भ्यालु चाहिँ कति त 1 देखिको राइट ल ठिक छ वाइको भ्यालु यति ल यो पनि ठिक छ ओके गरौँ है यसलाई पनि यस्तो गरेर एडिट गरौँ यसलाई लेफ्ट ल लेफ्ट ओके यसलाई अलिकति बढाएर यसो गरेर यसो गर्दा आफै आउँछ यो रिफ्रेसमा आएको हो क्या उसले अनि आउँदो रहेछ त हाम्रो ग्राफ हेर्नु त आयो नि है अब यसमा अब राम्रो थप्नलाई म्याग्निफिकेसन फ्याक्टर यता हो भनेर देखाउनलाई के गर्ने त भन्दाखेरि अब यो चार्टको टाइटल पनि दिनु पऱ्यो चार्टको टाइटल राख्ने है अनि त्यहाँदेखि अब यसमा एक्सिस पनि राख्नु पऱ्यो एक्सिसको टाइटल यी एक्सिसको टाइटल राख्ने अब यो चार्ट टाइटलमा के गर्ने त भन्दाखेरि म्याग्निफिकेसन भर्सेस म्याग्निफिकेसन फ्याक्टर 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 भर्सेस बिटा है अब यतापट्टि यसलाई यसलाई बिटा है यसलाई म्याग्निफिकेसन फ्याक्टर अब के गर्ने त भन्दाखेरि यसलाई पनि यसरी सेलेक्ट गर्ने यसलाई पनि यसरी यसलाई सेलेक्ट गर्ने होममा जाने होममा गएर यो बढाइदिने अलिकति यत्रो बनाइदिने देखिएन नि त यसलाई पनि त्यही गरेर 16 जति बनाइदिने देखियो नि अब ल हाम्रो ग्राफ तयार भयो अब यसलाई सेभ गरेर राख्ने यो अनि सिटमा पनि नाम चेन्ज गर्दा अब यो सिटमा नाम कसरी चेन्ज गर्ने त भन्दाखेरि यसलाई यस्तो गर्ने कपी गर्ने सिटमा जाने सिटमा राइट क्लिक गर्ने रिनेममा जाने पेस्ट गरिदिने ल बस हाम्रो यो पनि भयो वर्किङ फर्मुला पनि यहाँ भयो है यहाँ माथि म नाम दिन्छु भन्न नि पाइयो यसलाई यस्तो गर्ने मर्ज गर्ने अघिको भ्यालुलाई अघि लेखेको उसलाई यहाँनिर पेस्ट गरिदिने यसलाई बोल्ड बनाइदिने अलिक ठुलो भ्यालु यति अनि यसलाई त बोल्ड बनाउन पाइयो नि त यसलाई बोल्ड बनाइदिने है अनि यसलाई त ठुलो बनाउने 18 है अनि त्यहाँदेखि यसलाई प्राइभेट ल ठिक छ भयो ल अब हाम्रो यो ग्राफ पनि भयो अब हामी अर्को ग्राफमा यसरी नै भेट्छौँ धन्यवाद